नमस्ते भाइ बहिनीहरु, आज एमएससी को अनलाइन कलेज प्रायोरिटी सेटिङ को बारेमा केही कुरा गरौँ। पहिलो कुरा, भाइ बहिनीहरुले जतिवटा प्रोग्राममा चाहिँ कमन इन्ट्रान्स एक्जाम चाहिँ पास गर्नु भएको छ त्यो मध्ये एक वा एक भन्दा बढी वा सबै विषयको लागि चाहिँ यो अनलाइन प्रायोरिटी सेटिङ चाहिँ गर्न सक्नुहुन्छ। स्कलरशिप र पेइङ दुवैको लागि चाहिँ यो एउटै अनलाइन प्रायोरिटी सेटिङले काम गर्छ, छुट्टा छुट्टै गर्न पाइदैन। चिकित्सा शिक्षा आयोगले विद्यार्थी छनौटसँग सम्बन्धित स्कलरशिपको लागि 4 वटा लिस्ट निकाल्ने गरेको छ। फर्स्ट म्याचिङ लिस्ट, फर्स्ट रिम्याचिङ लिस्ट, सेकेन्ड म्याचिङ लिस्ट र सेकेन्ड रिम्याचिङ लिस्ट गरेर 4 वटा लिस्ट निकाल्ने गरेको छ। त्यसैगरी पेइङको लागि कतिवटा लिस्ट निकाल्ने गरेको छ त? 5 वटा। पहिलो फर्स्ट म्याचिङ लिस्ट, त्यसपछि फर्स्ट रिम्याचिङ लिस्ट, सेकेन्ड म्याचिङ लिस्ट, सेकेन्ड रिम्याचिङ लिस्ट र लास्टमा चाहिँ र्याप अप सेसन चाहिँ कन्डक्ट गरेर चाहिँ र्याप अप लिस्ट भनेर चाहिँ टोटल 5 वटा पेइङको लागि लिस्ट निकाल्ने गरेको छ। एउटै विद्यार्थीले एक वा एक भन्दा बढी प्रोग्राममा नाम निकालेको हुन्छ। भर्ना गर्ने बेलामा त हैन ती विद्यार्थीले चाहिँ एउटै प्रोग्राममा भर्ना गर्छ, कतिले हैन इयर ग्याप पनि लिन्छ। त्यसले गर्दा सिटहरु चाहिँ एउटै लिस्टबाट चाहिँ फुलफिल हुन्न। त्यसैले गर्दा चिकित्सा शिक्षा आयोगले चाहिँ यो पटक पटक चाहिँ यो लिस्ट निकाल्नु पर्ने हुन्छ। कलेज प्रायोरिटी सेटिङ गर्ने बेलामा भाइ बहिनीहरुको हिसाबले सबैभन्दा राम्रो कलेज कुन हो त्यसलाई चाहिँ 1 नम्बरमा राख्ने, दोस्रो राम्रोलाई चाहिँ 2 नम्बरमा राख्ने, तेस्रोलाई 3 नम्बर, 4, 5 गर्दै गरेर तपाईलाई जतिवटा कलेज राख्न मन लाग्छ त्यतिवटा कलेज राख्न सक्नुहुन्छ। तर के कुरामा ध्यान दिने भन्दाखेरि जुन कलेज तपाईलाई पढ्नै छैन त्यो कलेजलाई चाहिँ अहिले प्रायोरिटी सेटिङ गर्ने बेलामा चाहिँ त्यसलाई चाहिँ सेलेक्ट नगर्ने। कति भाइ बहिनीहरुले उदाहरणको लागि मैले महाराजगञ्ज मेडिकल क्याम्पस पाउँदैन, पाटन पाउँदैन भनेपछि त्यसलाई 1-2 नम्बरमा किन राख्ने भनेर चाहिँ त्यो चाहिँ छोड्दिनुहुन्छ या लिस्टमा तल राख्नुहुन्छ। त्यस्तो गल्ती त गर्नै भएन। तपाईलाई मेडिकल एजुकेसन कमिसनले अहिले प्रायोरिटी सेट गर्न भनेको छ। व्हाट इज योर फर्स्ट प्रायोरिटी, सेकेन्ड प्रायोरिटी, थर्ड प्रायोरिटी त्यो पो गर्न भनेको छ। तपाईलाई म्याचिङ गर्न भनेको छ त म्याचिङ गर्ने काम कसको हो? त्यो त चिकित्सा शिक्षा आयोगको हो। एमएससी ले अनलाइन कलेज प्रायोरिटी सेटिङ गरिसकेपछि म्याचिङ कसरी गर्छ भन्ने कुरालाई चाहिँ सिम्पल तरिकाले बुझौँ। उदाहरणको लागि तपाईको एमबीबीएस मा 600 र्याङ्कमा चाहिँ तपाईको नाम आएको छ अरे। अब तपाईले कलेज प्रायोरिटी सेटिङ गर्ने बेलामा 5 वटा कलेज तपाईले सेलेक्ट गर्नुभयो। 1 नम्बरमा महाराज मेडिकल क्याम्पस, 2 नम्बरमा पाटन एकाडेमी, 3 नम्बरमा चाहिँ बीपी कोइराला, 4 मा चाहिँ तपाईले नेप्लिज आर्मी हाल्नुभयो, 5 मा चाहिँ केयुएसएमएस गरेर चाहिँ 5 वटा तपाईले क्याम्पस सेलेक्ट गर्नुभयो। अब एमएससी ले के गर्छ भन्दाखेरि चाहिँ 1 देखि 599 र्याङ्कसम्मको विद्यार्थीको चाहिँ म्याचिङ गर्दै आउँछ। अब तपाईको पालोमा आएर चाहिँ उले के गर्छ भन्दाखेरि तपाईले 1 नम्बरमा के सेलेक्ट गर्नुभएको थियो? महाराज मेडिकल क्याम्पस। अनि उले हेर्छ महाराजन मेडिकल क्याम्पसमा सिट खाली छ कि छैन, मानम छैन। त्यसपछि 2 नम्बरमा हेर्छ तपाईले 2 नम्बरमा के राख्नु भएको थियो? पाटन राख्नु भएको थियो, पाटनमा सिट खाली छ कि छैन, छैन। त्यसपछि 3 नम्बरमा हेर्छ, 3 नम्बरमा तपाईले बीपी कोइराला राख्नु भएको थियो, त्यहाँ पनि सिट खाली छैन। त्यसपछि 4 नम्बरमा गयो हैन नेप्लिज आर्मीमा चाहिँ एउटा सिट खाली रहेछ अरे भनेपछि तपाईको नाम चाहिँ नेप्लिज आर्मीमा चाहिँ तपाईको नाम चाहिँ निकाल्दिन्छ। आफूले राम्रो कलेज पाउनको लागि आफ्नो र्याङ्क अनुसार कतिवटा कलेज सेलेक्ट गर्ने भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। राम्रो र्याङ्क भएको भाइ बहिनीहरुले थोरै तर सफिसिएन्ट नम्बरमा चाहिँ कलेज चाहिँ सेलेक्ट गर्नुपर्ने हुन्छ। तर जो भाइ बहिनीहरुको र्याङ्क चाहिँ एकदम तल छ, लो र्याङ्करहरूले चाहिँ बढी भन्दा बढी कलेज सेलेक्ट गर्नुपर्ने हुन्छ। अब कतिवटा कलेज सेलेक्ट गर्दा राम्रो भन्ने विषयमा चाहिँ परामर्श लिनलाई भाइ बहिनीहरु चाहिँ आधार एजुकेसनमा आएर मलाई भेट्न सक्नुहुन्छ। अब सबैको चासोको विषय अटो अपग्रेडको बारेमा चाहिँ केही कुरा बुझौँ है त। यसलाई एउटा उदाहरणबाट बुझौँ। मानम तपाईले अनलाइन कलेज प्रायोरिटी सेटिङ गर्ने बेलामा 1 देखि 7 सम्म गरेर आफ्नो प्रायोरिटी अर्डरमा 7 वटा कलेज राख्नु भएको थियो। तपाईको नाम फर्स्ट म्याचिङ लिस्टमै आयो। फर्स्ट म्याचिङ लिस्टमा तपाईले 5 नम्बरको कलेज पाउनुभयो। अब तपाईले कलेज मन पर्यो, तपाईले एडमिसन गर्नुभयो भने सकिगयो, तपाईले त्यो कलेज पाउनुभयो। यदि तपाईले लाई त्यो कलेज त्यति चित्त बुझेन र तपाईलाई अपग्रेड हुन मन लाग्यो भने चाहिँ एमएससी ले तपाईलाई एक मौका दिन्छ। कुन लिस्टमा तपाईको नाम निस्कन सक्छ? फर्स्ट रिम्याचिङ लिस्टमा नाम निस्कन सक्छ।
तर कन्डिसन के छ भन्दाखेरि चाहिँ 1 देखि 4 सम्मको जुन कलेजहरु तपाईले जुन प्रायोरिटी अर्डरमा राख्नु भएको थियो त्यहाँ चाहिँ सिट खाली हुनुपर्छ अनि मात्रै तपाईको चाहिँ नाम चाहिँ के हुन्छ फर्स्ट रिम्याचिङ लिस्टमा आउँछ। फेरि पनि तपाईले 5 नम्बरकै कलेज चाहिँ फर्स्ट रिम्याचिङ लिस्टमा चाहिँ तपाईले पाउनु हुन्न। त्यो कुरा चाहिँ एकदम ध्यान दिनुपर्छ। यही कुरा सेकेन्ड म्याचिङ लिस्टमा नाम निकालेका भाइ बहिनीहरु यदि सेकेन्ड रिम्याचिङ लिस्ट मार्फत चाहिँ अपग्रेड हुन खोजिरहनु भएको छ भने सेम यही कुरा लागू हुन्छ है त। त्यसले गर्दा चाहिँ एकदम केयरफुल हुने पर्ने ठाउँ यो पनि हो। फर्स्ट म्याचिङ वा फर्स्ट रिम्याचिङमा नाम आइसकेको भाइ बहिनीहरुको चाहिँ सेकेन्ड म्याचिङ वा सेकेन्ड रिम्याचिङमा चाहिँ नाम आउँदैन। र्यापअप म्याचिङको बारेमा केही कुरा गरौँ। र्यापअप म्याचिङ भनेको मेडिकल एजुकेसन कमिसनले पेइङमा पढ्न चाहने भाइ बहिनीहरुको फर्स्ट म्याचिङ, रिम्याचिङ, सेकेन्ड म्याचिङ र रिम्याचिङ पछि चाहिँ लास्टमा मेडिकल एजुकेसन कमिसनमै विद्यार्थी भाइ बहिनीहरुलाई बोलाएर जे जति कलेजहरुमा अलिअलि सिट खाली हुन्छ, बाँकी हुन्छ, त्यो सिटहरु चाहिँ सिलेक्ट गर्ने मौका दिन्छ। जो भाइ बहिनीहरुले पहिला एडमिसन पाउनु भएको छैन उहाँहरुले लास्टमा मौका पाउनुहुन्छ। यसमा अहिले यो सुरुमा जुन हामीले कलेज प्रायोरिटी सेटिङ गर्छौं नि त्यसले काम गर्दैन। त्यसमा चाहिँ सबै भाइ बहिनीहरु जसले एडमिसन पाउनु भएको छैन सबैले चाहिँ एकचोटी मौका पाउनुहुन्छ। अब यो भिडियो त अब लामो हुँदै गइरहेछ। अब भाइ बहिनीहरुलाई यो कलेज प्रायोरिटी सेटिङसँग सम्बन्धित अरु केही कन्फ्युजनहरु छ भने भाइ बहिनीहरु चाहिँ आधार एजुकेसनमा आएर चाहिँ मलाई भेटेर आफ्नो क्वेरीजहरु चाहिँ राख्न सक्नुहुन्छ। यति भन्दै म भाइ बहिनीहरु बीचबाट बिदा हुन्छु। धन्यवाद।